साथीहरू हेर्नुस् न, हरेक फुल प्लान्टको आफ्नो आफ्नै विशेषता अनि आफ्नो आफ्नै सुन्दरता बोकेको हुन्छ। कति मान्छेहरूले चाहिँ भन्नुहुन्छ कि प्लान्टहरू मात्रै कति रोपेको, प्लान्टहरू मात्रै फुल्ने फुलहरू पनि रोप्नु नि भन्नुहुन्छ कि फुल्ने फुलहरू पनि छ मसँग अलिअलि, तर फुल्ने फुलहरू पनि त्यो अब 12 मास फुलिबस्ने त हुँदैन नि त, सिजनमा फुल्ने फुलहरू हुन्छ होइन। अनि यो पनि हेर्नुस् न, यो एउटा प्लान्ट हो तर कस्तो राम्रो क्या, यसको भेरिकेसन यस्तो दामी लागेको मलाई। भाँचिदिनु पऱ्यो वरिपरि जम्मै। यो लालुपाते चाहिँ मैले अस्ति पिन्चिङ गरेर मैले यो पोलीको साइडमा त्यतिकै गाडेको, त्यतिकै यहीँ सरेछ। यहाँ नि फुलेको छ यस्तो मजाले। अनि यहाँ हेर्नुहोस्, यो पनि प्लान्ट हो यस्तो जम्मै। यसलाई त झन् माग्नेहरूले कति काटेर दिँदा गरेर यो चाहिँ तिरिरी भएर आइगएछ, यसलाई फेरि काट्ने बेला भएछ। अनि हेर्नुहोस् त साथीहरू, यो राम्रो होइन, यो यस्तो दामी यस्तो राम्रो छ। यी एलोकेसियाको नयाँ बिरुवा बनाएको एउटा यहाँ छ, यो चाहिँ ठिक्कको यत्रो पोलीमा छ नि त। अनि यो पनि एलोकेसिया नै हो है, एलोकेसिया दिदीले सानो बिरुवा बनाइदिनु भएको थियो। हेर्नुहोस् दिदी अलिक ठुल्ठुलो भयो, तर यो त मर्दै रहेछ। यो पात चाहिँ किन यस्तो भएको? फुटबल लिली हो यो पनि सिजनमा मात्रै फुल्छ। एप्रिल लिली, एमरिलस लिली, अनि के भन्छ यसलाई, 4 दिसे फुल, रामनवमी फुल। यो फुलको नाम चाहिँ ठाउँ अनुसार धेरै रहेछ क्या मैले सुनेको। एप्रिल लिली र एमरिलस लिली चाहिँ यसको मेन नेम भइहाल्यो, अरू नाम चाहिँ ठाउँ अनुसारले भन्ने रहेछ क्या। अनि यहाँ मेरो यो एग्लोनीमा यस्तो बिजोक भएर बसेको छ होइन, यसको रेस्क्यु गर्नुपर्ने छ। यो प्लान्टको नाम पनि के हो थाहा छैन। यो चाहिँ भुइँमा छ यसरी मेरो होइन, यस्तो दामी लाग्छ मलाई, यस्तो दामी। हेर्नुहोस् न यहाँ यस्तो दामी भएर बसेको छ। वाउ, सुन्दरताको उदाहरण लडिहाल्छ। यहाँ पनि मैले यसको काटेर पिन्चिङ गरेर पनि मैले यहाँ गाडिदिएको, यहीँ सरेछ। यो पनि नयाँ बोट हो नि त, मैले नयाँ सारेको बिरुवा हो। अनि यसको पनि मैले पिन्चिङ गरेर लामो भएको थियो, अनि यहीँ गाडेको त यहीँ सरेछ। साथीहरू अस्ति एकचोटि मैले पिन्चिङ गरेर पनि यत्रो लामो भइसक्यो, अब फेरि गरौँ कि यतिकै छोडिदिउँ भने लामो हुन्छ होला।